हेलो गाइज, एसपी ब्लगमा स्वागत छ। आज चाहिँ हामीले सानो ब्लग लिएर आएको छौँ। अस्मिता बहिनीको विवाहको ब्लग। सानो सानो भिडियोहरू जोडेर एउटा ब्लग बनाउने तयारी गरेको छु। यो चाहिँ विवाहमा गेटको लागि सल्लोको रुखमा चढ्दै गरेको भिडियो गाइज। सल्लोको रुखमा चढ्न धेरै गाह्रो थियो, समाउने ठाउँ पनि थिएन। बल गरेर जबरजस्ती मरी चढेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। केटाहरूले सल्लो झार्नलाई खुकुरी लिएर गएको कारणले एकदमै खुकुरीले यो सल्लो झार्न गाह्रो भयो मलाई। खुकुरी बल्ल बल्ल माथि लगे। यसपछि हामी सबैजना मिलेर गेट बनाउनतिर लाग्यौँ। भिडियो हेर्नु होला। अब उसाला बोकेर डाँडासम्म पुर्याउनु पर्यो। अनि विमल र विशाल छिर्नु पो चाहियो बेहुलो बोकिँदैन। विमल त्यसै नछ्यास न। अब कति मोटो छन्, सुजनले सक्छ सक्दैन। बरल बोक्ने हो त। म बोक्दिनँ। सुजन बोक्छ, पहिला सकेन भने म बोक्छु। हुँदैन त्यसो गर्दा। यो गेट कस्तो कस्तो भन भनेको रमाइलो त्यही भन्छ कमल। यस्तो गेट रामसाप जिल्लाभरि पनि बनाइहाल्छ। छैन, यो पहिलो नम्बरमा के हो? त्यस लिगु तामाकोसी गाउँपालिका वार्ड नम्बर 7 मा सुन्दर बस्ती भन्छ। सुन्दर बस्ती ढलगाउँ के बोल्ला न। फाइनल्ली हाम्रो गेट चाहिँ यस्तो भएको थियो। खानाको लागि बाहुन बाजेले टक्क हेराएर जुराएर पठाएको यो भिडियो क्लिप। सानो पानीदेखि लिएर दाउरा सबै यसरी पठाएको थियो। छेउमा मासु काटेको आवाज पनि सुन्न सकिन्छ। केटाहरू छ्यास तरकारी केलाउँदैछन् यसरी। काउली केलाउने बेलामा सोहन भाइ पुरै झ्याप थियो। यहाँ चाहिँ विमल भाइ र पूर्ण भिनाजु दाउरा केलाउँदैछन्। हाम्रो अर्को टोली यता आन्द्राभुँडी धुँदै मजाले मस्तसँग व्यस्त। फाइनल्ली यतिकैमा हाम्रो विवाह आइपुग्छ। व्यस्तताको कारणले कतिपय भिडियोहरू छुटेको छन्। यसरी हाम्रो विवाह आइपुग्छ। फाइनल्ली सानो क्लिपहरू छ, हेरिदिनु होला। यो चाहिँ हाम्रो बिहे ल्याइसकेपछिको सानो क्लिप, हेरिदिनु होला। यहाँ चट्ट लाएर हाम्रो अस्मिता बहिनी र बेहुला साहब बस्नु भएको छ। फोटो कहाँ खिच्नु? कता सिधोबाट? त्यही गरी यसै गरी छ्यास्छ हाम्रो बेहुला बुढीको सानो क्लिप टकाएर बसेको। हाम्रो विशाल फोटो खिच्दैछ। यो चाहिँ लगनगाठको सानो क्लिप।
छिचन बनाऊ ल समग्रमा भन्नुपर्दा हाम्रो बिहे रमाइलो नै भएको थियो। यसै गरी बिस्तारै बिस्तारै हाम्रो छ्यास्सा पारेर अब गोडा धुन सुरु हुन्छ। अङ्कल तौली ल्याउनु त नातिले नलाइदिनु माइयाले नानी राख्नु एउटा तौली अब जोइ साहबलाई पहिले दक्षिणा नातिलाई नातिले फोटो रोक्नु ल नारायण नारायण क्या गर्नु अब यहाँ साइडमा आमालाई उठे थाहा छ नि अहिले आउँछ त्यहाँ चाहिँ खोइ त अङ्कललाई बोला न फोटो खिच्नु भयो त नातिलाई हो बेहुली आमालाई यहाँ कता हुनुहुन्छ कार्यमा उपस्थित भइदिनु त बेहुलीको हजुरआमाले खुट्टा धुइसकेपछि बेहुलीको आमा र दाइको पालो आउँछ। यो चाहिँ बेहुलीको मम्मी खुट्टा धुँदै गरेको बेहुलीको दाइले पानी हालिराखेको छ। एउटा फोटो लिए है त अलैँची धोएपछि हामी धुन्छौँ हामी धोएपछि अनि यहाँ म सोधिहाल्छु नि अनि बाहिरको माउलीको अब घोड आएपछि आइहाल्छ नि हौ त्यही चाहिँ अझ ल्याएको छैन छोरी गर्नु हामी पानी हाल्नु कि छोरी हालिदिन्छ ए सुरु भइसक्यो हो बनाएर खाएन नि अहिले अब बेहुलीको दाइको पालो खुट्टा धुने। बेहुलीको दाइले खुट्टा धुँदैछ गाइस छ्यास्सा पारेर। हात हल्लिरहेछ अब अच्छा त होइन कसैले गएर पनि खाएँ बाबु मलाई लम्बी हो अलि भिडियो छैन ठिक हो हिनाजुको दिदी के हल्का सेन्ट आयो होला दोबारा आयो केटा पानी चाहिँ
टाउको कति खान्छ ल्याउँछ उसलाई थाहा छ फेरि आम्बो पानी खाऊ अब कट गरेर खानु मिलिहाल्छ नि गर्नु दिँदैन नानी दादो अब ल अब चाहिँ बुझ आत्मीसी पहिला ज्वाइनलाई त्यसपछि बुझ्नुलाई तलबाट खुट्टाबाट ल रातो अक्षर ल्याऊ ओम मन्त्रार्थ सफला सन्तु पूर्ण सन्तु मनोरथां सतनादिना सन्तु नामोदय देवी प्रपन्नाद्यारि परिचितं तसीद मातर जगत् अखिलस्य प्रसीद विश्वेश्वरि पाय विश्वं तमेश्वरि निराकरस्य ल अहिले ल राख होस् भयो अहिले लाउँदाखेरि लाउन हात धुनु अब उदानलाई हात हातमा दिने खुट्टा हात काम सक्यो ल अब माइती बाँड आयो फेरि चेन्ज गर्नु पर्छ भिडियो बनाउनु पर्ने गुफे मामाको फेरि सेन्ट यस्तो भिड गरेको है सिम्पालै बिलो नगरेर यसरी नै सबैजना गोडा धुनमा व्यस्त छन् र नै गोडा धुनलाई 1-2 घन्टा लाग्यो होला यसपछि हाम्रो विशाल भाइको पालो आउँछ केटाले गोडाको पानी दरो खाइरह बुझिरह आर्टिकल आउने अलि अझै त मुसान है छ्याट यो अभागीको पालामा अक्षता पनि सकिएछ गाइस अक्षता ओइ रुबिना रुबिना अक्षता लिएर आइज केटोले पैसा नि सर्लकै 1000 को बत्तु दिए जस्तो छ खुट्टा रोक्दैछ ऊ यसपछि हाम्रो प्यारो नसे सोल्टीको पालो यसपछि फटाफट हाम्रो केटाहरूको पालो आउँछ अब रवि भाइको पालो आउँदैछ केटाहरूले गोडा धोएर सबै मैल फाल्दे
बेहुली नानी हात नथापिपछि चाहिँ रविले पुज्न खोज्दाखेरि जसको धोइनी धुना चाहिँ धो न त्यो लागि पुन्ने हो पहिला त्यसले रविले के गर रविले उसले गइसक्यो रविले त पानी त खाएर नढोग्न भोलि अब हाम्रो बिमल भाइको पालो आउँदैछ बिमल भाइ हात धुँदैछ हात नपुसिकन है मलाई सिकाउँदै यसलाई सिकाउनु पर्ने भन्छ बिमलले मजाले मिचिरह खुट्टा जेउस मन फाल्दै टोलीले पानी खाँदैछ अब सुरुप्प पारेर अब पानी अब खाएको जस्तो गर बिमारले खाना चाहिँ खाएन केटाले पानी चाहिँ कडै ताली खायो दिले त नपुग्ने भाइ ओ है पानी त्यो खर्कुलामा गर न त्यही भने यसै गरी मेरो टिका लाउने पालो आयो गाइस झर क्या त नउठाएको सुबन लाएर पठाइदिउँ भने चारवटा पारेर खुट्टा पनि ढोग्यो झर क्या त नउठाएको सुबन लाएर पठाइदिउँ भने अब हाम्रो साधन भाइको पालो साधनले टक्क टिका लाउँदैछ
त्यसपछि डान्सतिर लाग्यो यसरी डान्स पढाएको रमाइलो भयो डान्स पनि यो भात हेर दोइलो भने मलाई नि